मासु किनेर लिएर आएको है। अनि मोमो खाने भनेर अनि मजाले अनि मोमो बनाएर खाएको। अनि फेरि अलिकति किमा बच्यो क्या, अनि त्यो किमालाई फेरि मजाले मिटबल बनाएको है। मिटबल भन्छ नि, यो त्यस्तै टिकटकमा देखे जस्तै गरेर बनाएको। अनि त त्यो तार्दा त कस्तो कालो कालो भयो के। अनि फेरि त्यसलाई निकालेँ है। ठुलो ग्यास बनाएछु कि, अनि सानो बनाएर पकाउनु पर्ने रहेछ। अनि ठुलो ग्यास बनाएछु। अनि डढ्यो है, डढे पनि ल खाँदा त एकदम टेस्टी नै थियो क्या। अनि मजाले त्यसलाई चाहिँ फेरि प्याज लसुन खुर्सानी सबै मसलाहरू सबै राखेर अनि पकाएँ कि। अनि ग्रेभी बनाएँ है। अनि फेरि मिटबल माथिबाट राखिदिएँ है। कस्तो मिठो भएको। तपाईँहरू पनि यस्तै बनाएर खानु होला त, कस्तो दामी हुने रहेछ। म त पल्केँ अब त, म त सधैँ यस्तै बनाएर खाने हो। मासु ल्याउने अनि किमा बनाउने, अनि त्यस्तो तान्ने हुन्छ नि त्यसमा चाहिँ किमा बनाउने। अनि त्यो डल्लो डल्लो पार्ने, त्यसमा सबै मसलाहरू राखेर पिरो पिरो सबै क्या। अनि त्यसपछि त्यो मैदामा चाहिँ यस्तो यस्तो गरेर अलि त्यो बाहिरबाट के मैदा लगाउने है। अनि मैदामा नभिजाइकन के, सुक्खा मैदामा अनि तेलमा सट्ट छोडिदिने क्या। अनि कस्तो दामी हुँदो रहेछ साथीहरू, तपाईँहरू पनि खानु होला ल।